हे गाइज गुड मर्निङ एन्ड वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी लमजुङ जाँदैछौँ, बेसी सहर भन्ने ठाउँमा। म चाहिँ पहिलोपटक जाँदैछु कि त्यही भएर एकदमै एक्साइटेड छु। योभन्दा पनि पहिला आएको थिएँ लमजुङ राइनस्कोट भन्ने ठाउँमा, तर बेसी सहर भन्ने ठाउँमा चाहिँ फर्स्ट टाइम हो कि। अनि हामी जाँदा जाँदै होइन पानी पर्न लाग्यो। थ्याङ्क गड म्यामले मेरो लागि पनि रेनकोट लिएर आउनुभएको रहेछ कि। अनि हामीले बिच बाटोमा रोकेर होइन रेनकोट लगायौँ। रेनकोट लगाइसकेपछि हामी आफ्नो गन्तव्यतर्फ लाग्यौँ होइन। अनि बेसी सहर जाने बाटो चाहिँ होइन एकदमै डेन्जर रहेछ कि। हुन त पानी परेर पनि होला है। अनि त्यही पनि हाम्रो म्याम चाहिँ खतरा राइडर हुनुहुन्छ, त्यस्तो ठाउँमा पनि सजिलैसँग लग्नुभयो कि। अनि चाहिँ हामी जिल्ला प्रशासन कार्यालयमा पुग्यौँ। अनि त्यहाँ पुगेपछि चाहिँ म्यामले नेसनल आइडी कार्ड लिनुभयो। अनि नेसनल आइडी कार्ड लिइसकेपछि चाहिँ हामी त्यहाँबाट निस्क्यौँ होइन। अनि म्यामले मलाई बेसी सहर बजार घुमाइदिनु भयो कि। अनि घुमाएर अनि कस्तो भोक लागेको थियो कि। अनि हामी चाहिँ खाजा खान गयौँ होइन। मैले चाहिँ पफ चाउमिन खाएँ भने म्यामले चाहिँ चिकन रोल खानुभयो। अनि त्यसपछि हामी फेरि आफ्नो बाटोतर्फ लाग्यौँ होइन। अनि अब म्यामले चाहिँ कता कता लैजानुहुन्छ मलाई पनि थाहा छैन कि। म्यामले जता लैजानुहुन्छ म त्यतै जाने। अनि म्यामले चाहिँ जाँदा जाँदा एउटा गीत गाउँछु भन्नुभयो। अनि ल सुनौँ एकछिन म्यामको गीत। त्यसपछि म्यामले चाहिँ होइन झर्ना भएको ठाउँमा लग्नुभयो कि। अनि हामी चाहिँ त्यहाँ पुग्यौँ होइन। त्यहाँ गएको त कति धेरैजना मान्छेहरू, कस्तो राम्रो पानी झर्ना कस्तो राम्रो कि। तर त्यो झर्नाको नाम के थियो पनि सोधेनौँ क्या हामीले। अनि हल्का भिडियो सिडियो गऱ्यौँ, फोटोहरू खिच्यौँ होइन। अनि त्यसपछि फेरि हामी निस्क्यौँ, फेरि पानी पर्न थाल्यो। अनि फेरि रेनकोट लगाएर अनि निस्किने। रेनकोट लगाउँदा चाहिँ म कस्तो देख्छु म्याम भनेर सोधेँ होइन। अनि म्यामले चाहिँ राम्रो देखिछौ भन्नुभयो। अनि म चाहिँ मक्ख परेँ कि। अनि फेरि हामी त्यहाँबाट निस्क्यौँ होइन। त्यहाँबाट निस्केपछि म्यामले मलाई एउटा स्कुल लैजानुभयो कि। कति राम्रो कि हेर्नु न, सरकारी स्कुल भएर पनि कति राम्रो कि। यहाँ स्टुडेन्ट पनि कति धेरैजना छन् रे कि। कति राम्रो स्कुल, मलाई त कस्तो मन पऱ्यो कि। अनि त्यसपछि फेरि म्यामले चाहिँ अनि आफ्नो दिदीकोमा लैजानुभयो होइन। हेर्नु न दिदी र म्याम हल्का हल्का सेम सेम। अनि यो चाहिँ दिदीको छोरा रहेछ। अनि हामीले चिया खायौँ। अनि फेरि त्यहाँबाट फेरि निस्क्यौँ बाटोमा कि होइन। कति धेरै नस्पति देखेको कि। अनि म्यामले चाहिँ किन्न माग्नुभएको थियो, तर उहाँले चाहिँ किन्न यो त हामी बेच्दैनौँ फलफुल भन्नुभयो। अनि बरु खानाको लागि दिन्छु भनेर चाहिँ हामीलाई नस्पति दिनुभयो। र अनि हामी चाहिँ नि नस्पति लिएर गयौँ। अनि कलका राति भइसकेको थियो र अनि ठ्याक्कै घर पनि आइपुग्यौँ। थ्याङ्क यू फर वाचिङ आवर भिडियो। बाई बाई।